नमस्कार आदरणीय सम्पूर्ण अभिभावकज्यूहरूलाई आज म अलिकति नयाँ खालको आफ्नो बाबु नानीहरूलाई कतिखेर गाली गर्नु हुँदैन भन्ने भिडियो मैले विभिन्न अनुभवबाट आफूले जानेसम्म बुझेसम्म यहाँहरूलाई प्रस्तुत गर्न चाहिरहेको छु। आजको घर दैलो शिक्षामा यहाँहरूले आफ्नो बाबु नानीहरूलाई हुर्काउँदाखेरि घरमा रहेका सम्पूर्ण अग्रज भनौँ न, हजुरबा हजुरआमा, बाबा आमा, काका काकी, दाइ दिदीले आफ्नो घरका बाबु नानीहरूलाई कसरी पढाउने, हुर्काउने, सिकाउने, यसमा चाहिँ के गर्दा राम्रो हुन्छ भन्ने शीर्षक मध्ये एउटा महत्त्वपूर्ण बच्चालाई कतिखेर गाली गर्नु हुँदैन भन्नेमा चाहिँ आज केन्द्रित रहन्छु। यदि यहाँहरूले घर दैलो शिक्षालाई सब्स्क्राइब गरिदिनु भएको छैन भने सब्स्क्राइब गरिदिनुको लागि सादर अनुरोध गर्दछु। अहिले यहाँ यतिखेरै रोकेर यहाँहरूले सब्स्क्राइब गरिदिनु होला। कृपया यहाँहरूले यस्ता भिडियो निरन्तर हेर्नको लागि उत्सुक रहनुहुन्छ र यहाँहरूले मलाई माया गर्नुहुन्छ भने पक्कै पनि प्रोत्साहन गर्नुहुन्छ भने पक्कै पनि यहाँहरूले सब्स्क्राइब गर्नुहुन्छ भन्ने मलाई लागेको छ। अब म विषय शीर्षकमा जान गइरहेको छु। बच्चाहरूलाई बिहान उठ्ने बित्तिकै गाली नगर्नु होला। बिहान उठ्ने बित्तिकै गाली गर्यो भने उसको दिनभरको समय, दिनभरको काम, दिनभरको क्रिया सम्पूर्ण निराशाजनक हुन्छ। ऊ मानसिक रूपले विक्षिप्त हुन्छ र उसलाई काम गर्ने जाँगर लाग्दैन, सिक्ने पनि जाँगर लाग्दैन। यसकारण बिहान उठ्ने बित्तिकै कहिले पनि आफ्नो बाबु नानीहरू बच्चाहरूलाई गाली नगरिदिनु होला। यो ख्याल गरिदिनु भयो भने राम्रो हुन्छ। त्यस्तै गरी बच्चाहरूले खाने बेलामा अथवा खाइरहेको बेलामा गाली नगर्नु होला। चाहे खाजा खाने बेला होस् अथवा खाना खाने बेला होस्, कुनै पनि बेलाको खाने बेलामा बच्चाहरूलाई गाली गर्नुभयो भने उसको खाएका कुराहरूलाई राम्रोसँग पाचन गर्नको लागि, उसलाई पौष्टिकता लिनको लागि र खाएको कुराले उसको शरीर र मनलाई सन्तुष्ट दिनको लागि सक्दैन। यसकारण चाहिँ खाएको बेलामा चाहिँ बच्चाहरूलाई गाली गर्नु हुँदैन। त्यस्तै बच्चाहरू स्कुल जाने बेलामा पनि गाली नगर्नु होला। स्कुल जाने बेलामा गाली गर्नुभयो भने दिनभरि शिक्षकज्यूहरूले अथवा गुरुवर्गले अध्यापन गर्ने कुराहरू, सिक्ने कुराहरू उसले राम्रोसँग सिक्न सक्दैन। जबसम्म बच्चा दुखी रहन्छ तबसम्म सिक्न सक्दैन भन्ने संसारको नियम हो। यसकारण बच्चा खुसीपूर्वक विद्यालय गयो भने, खुसीपूर्वक कक्षामा बस्यो भने खुसीपूर्वक सिक्न सक्छ। यसकारण विद्यालय जाने बेलामा कुनै पनि बाबु नानीहरूलाई गाली गरेर नपठाउनु होला। त्यस्तै विद्यालयबाट घर फर्किने बित्तिकै बाबु नानीहरूलाई कहिल्यै पनि गाली नगर्नु होला। किनकि ऊ दिनभरि थकानले सिकाइको लोडले ऊ घर फर्किरहेको हुन्छ। यो बेलामा तपाईँहरूले गाली गर्नु भने ऊ निराश हुन्छ। निराशले फेरि उसलाई मानसिक असर पर्छ। यसकारण विद्यालयबाट फर्किने बित्तिकै कुनै पनि बाबु नानीहरूलाई गाली गर्नु हुँदैन। यसै गरी बच्चाहरूले गल्ती गर्दाखेरि कहिल्यै पनि गाली नगर, तुरुन्त गाली नगर्नु। कस्तो हुन्छ भने बच्चाहरूले गल्तीबाटै सिक्ने हो। बच्चाहरूले फुटाल्यो कोही चिज, कोही चुडाल्यो, भत्कायो, बिगार्यो, टोक्यो, फाल्यो, होइन, घरमा चाहिँ विभिन्न सामानलाई उसले विभिन्न तरिकाले तोडफोड गर्यो भने पनि उत्तिखेरै चाहिँ बच्चाहरूलाई गाली गर्नु हुँदैन। बच्चाहरूलाई पहिला त्यो गल्ती उसलाई रियलाइज हुन दिनु पऱ्यो, महसुस हुन दिनु पऱ्यो। उसले मनमा नै त्यो गल्तीको बारेमा मैले गल्ती गरेछु भन्ने जब महसुस भइसक्छ, त्यसपछि बिस्तारै उसलाई सम्झाउँदै बिस्तारै यो गल्ती थियो, अब यस्तो गर्नु हुँदैन भन्ने सम्झाउँदै गयो भने बच्चाले गल्तीबाटै सिक्ने हो। ट्रायल एन्ड इररको नियम के भने प्रयास गर्दै जाने हो र गल्तीहरू हुँदै जान्छन्, प्रयास गर्दै जाने हो, गल्तीहरू घट्दै जान्छन् र एक दिन सिक्छ भन्ने संसारको नियम हो। त्यसकारण बच्चाहरूलाई गल्ती गर्दा कहिल्यै पनि तुरुन्तै गाली नगर्नु। त्यस्तै बच्चालाई सुत्ने बेलामा गाली नगर्नु होला। सुत्ने बेलामा गाली गर्नुभयो भने उसको निन्द्रा नै, रातभरिको निन्द्रा नै डिस्टर्ब हुन्छ। उसले निन्द्रामा जे कुरा मनमा, अवचेतन मनमा आउने हो त्यो अलिक फरक ढङ्गले आउँछ। उसको सपना, उसको निन्द्रा, उसको मानसिक सन्तुलन बिग्रिन्छ। यसकारण कहिल्यै पनि बच्चाहरूलाई सुत्ने बेलामा गाली नगर्नको लागि आदरणीय सम्पूर्ण अग्रजज्यूहरू, अभिभावकज्यूहरूलाई मैले चाहिँ अनुरोध गर्न चाहन्छु। विशेष गरी मैले फेरि छोटकरीमा भन्न चाहेँ, बच्चालाई उठ्ने बेलामा गाली नगर्नुहोस्, बच्चालाई सुत्ने बेलामा गाली नगर्नुहोस्,
बच्चालाई स्कुल जाने बेलामा गाली नगर्नुहोस्, बच्चा स्कुलबाट फर्कने बित्तिकै गाली नगर्नुहोस्, बच्चालाई खाने बेलामा गाली नगर्नुहोस्, बच्चाले गल्ती गर्ने बित्तिकै तुरुन्तै गाली नगर्नुहोस्। यी कुराहरू गर्नुभयो र बच्चाले सिकिरहेको बेलामा, पढिरहेको बेलामा, केही कुरा गर्न चाहिरहेको बेलामा, केही कुरा आफैले अनुभव गरिरहेको बेलामा पनि गाली नगर्नुहोस्। यसो गर्न सक्नुभयो भने पक्कै पनि तपाईँहरूको बच्चा एकदम उत्कृष्टतिर जानेछ, सफलतातिर जानेछ, राम्रोतिर जानेछ। आजको भिडियो यति गर्दै मैले अन्त्य गर्न चाहन्छु। यहाँहरूले मेरो भिडियो हेरिदिनु भयो, आगामी दिनमा हेर्दै जानको लागि अनुरोध गर्दै बिदा हुन चाहन्छु। हस् त, धन्यवाद।